हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी यता बेङ्गल साइडबाट आएर अलि बाटो अलि लामो पर्यो। काँक्रो चोरियो मकैबारीबाट आएर गाइज। अब काँक्रो फोरियो। वाउ गाइज, अब काँक्रो चोरेको गाइज। एक काँक्रो खाँदैछौँ हामी। गाइज हेर्नुहोस्, यता बेगनासताल जाने बाटो यस्तो भइरहेछ। पुरा भत्तरिङ्गै भइरहेछ हेर्नु। अब हामी एकछिनमा अहिले पानी खान जाँदैछौँ। खुसी लाग्यो, पानी नि पाउँदो रहेछ यता पिउने पानी खानु पर्यो गाईहरू। ट्याक्कै हेर्नुहोस्, मुलको शुद्ध पानी रहेछ कि त्यहीमा के राम्रो रहेछ गाई। बेगनासतालबाट आएको बिचबाटमै पानी परेर ल्याङ गर्यो कि। एउटा आमाको घरमा बसेर अहिले भर्खर आएकोमा 2वटा म्याच खेलेको यार लुडोनीमा। के रमाइलो भइरहेको थियो। अहिले हुने पानी रोकिएर गाइज हामी हिँड्न लाग्छौँ ल। गाइज हेरौँ, हामी यता पानीको उसमा पढ्यो, पानी डह्रो आयो है। अब एकछिन पानी अलिअलि रहेको छ। 4 घन्टै पानी आयो। गाइज हेर्ने हो भने यता हेर्नु होला, यो नालातिर यस्तो पानी छ हेर्नु गाइस। अब हामी एकछिनमा रुममा पुग्छौँ होला। गाइस फेरि पोखरामा पानी नि यत्रो पर्ने के माया, घन्टा पर्छ। त्यही माथि मुसलधारे पानीमा, त्यही माथि हामी नि दामी पानीसँगै जुत्दै आएको मान्छे नि दामी, पानी पनि दामी। यता हेर्ने हो भने नहरमा पुरै पानी छ गाइस। पानीको धारा पुरै सुक्काएको अहिले हो नि यत्रो पानी भएको छ। 2जना गाइज साथीहरू अगाडि गइरहेछन् सुरुदेखि। अनि पानी उपभोक्ता संस्थामा पुगिरहेका छ। वाउ गाइज, नाइस भ्यू आइरहेछ। हेरौँ है गाइज, पानी त डह्रो पर्यो है, तर सो ह्याप्पी केही छैन। छाता यता छ तर धेरै भएको थियो हामी पानीमा नभिजेको। आज चाहिँ खुसी लाग्यो। अरू त्यस्तै हो गाइज।